सेवा गुतुम तेचा लोक बायुङ राय गनी आफ्ना कोसम गनी इन्डिजिनियस टेलिभिजन आइटिभी नेपाल नुङ किरात बायुङ राय सिमलिखिम के र सहकार्य तयदमा जीफुङ कार्यक्रम एम कार्यक्रम सञ्चालन पछके मुख्य उद्देश्य बायुङ रद के तुम्लो यालो द र सोलङ सिली मार्बम आम के साहित्य सम्बन्धी र लामसो र आसमा एकति प्रस्तुत पछ र कार्यक्रम र अखम कार्यक्रम दिसे गुकु र मसिमी मसिचा द र तुम्लो यालो चा द र राकामी आनागु ओके चाहिँ कार्यक्रम के बोती र मसिचा बमे आमद के निङ चाहिँ दिनेश बायुङ राई हो र मेन्चम गर्दाखेरि आमदलागु एम कार्यक्रम दि चाहिँ अब र सेवा पसम्बंग सेवा बगनीलाई एम कार्यक्रम सेवा दाइ गइआना चाहिँ अब एम कार्यक्रम दि इके अंशकृदि अथवा आफा कार्यक्रम दि नाला देखि के पिपि पासङ कुना र सिली के बारे लो पासङ वाया मेम मध्यति गनी चाहिँ सिली चाना मसिचा हो हेमसम गर्दाखेरि मसिचा दाना चाहिँ मारा हो सबै भन्दा गाला चाहिँ गाचलाई आनिमे खला अब कङ बायुङ सुम्नि खिम्मी चाहिँ पासङ पितामे कङ अब सिली द वक्ता म्यामदी कङ मसिचा के कङ भूमिका नुङ प्रशिक्षक के भूमिका द के अनुभव थोरै भएकोलाई अब म्याम बाहेक चाहिँ अब भुकिदाना एकदमै नयाँ मेरो अब गाचा द मी पाइपित्ता म्याम कुरो द अब को सोमामी मेकेदेखि केही अनुभव द पासोमा केही जोङ्ना कुरो द भएमे अब तर म्याम दि गिसो कुरा चाहिँ च्यासो जोक्चो पर्ने बाँकिङ दै बमे होला अनि म्यामसँग गर्दा केही भुलचुक दिम गाचा दमी म्याम दि चाहिँ क्षमा गिकिनी दा सोमामी चाहिँ सबैभन्दा गाला दाङ मेकिङ अब दाइकी प्रश्न तर्फ लाया मर्सिजा दाना चाहिँ अब एकदमै सरल भाषा दाया चाहिँ उहाँसा सिलिदी मर्सिचा चाहिँ कङ लिडर के भूमिका दिइरहदिम आमचाम चाहिँ जब थाहा बधाईलाई गोलो घेरा दि गई मया गो म्याम के सबैभन्दा म्याम दिमे गाल्ला सिलीलाई लिड पामेर चाहिँ मर्सिचा दिमे मर्सिमी चाहिँ मिन्चा के सिलीके लिड पालाई चाहिँ मर्सिमी दामे अब म्याम चाहिँ आमदके भूमिका दाना चाहिँ म्याम दि जम्म सिली थुमचमसम्म के आमदके जिम्मेवारी नै भूमिका दिम म्याम चाहिँ जुन हङ सेग्रो पाचो भन्दा गालाङ चाहिँ केही दिन गालादेखि चाहिँ तया दिन जस्तै र मसी सानो मसिमी के हैन मी चाहिँ आमदम सिली मच मात्रै हो कि सिली आफैलाई चेन्ज हो म्याम दि चाहिँ च्यान्चोमे भूमिका यो केही चाहिँ हो तर आमदलाई फलो पासोमाम चाहिँ मसिचा मसिमिलाइको फलो पासोमामी अरू मोचोम दिम आमदम दाना यो र्यासचोम दिम ओखो पाया दासोमा बिच दिँदा मेके सरसल्लाह दिम होइन दाइ मेमेङ हो अरू अब मेके पूर्ण रूप दि अब च्यान्चोमी भन्दा हो आमदलाइको फलो पासोमामी जेस अरूमी मोचोम म्याम चलन भयो अनि इकेदी चाखानासम्म जस्तै मसिमी चाहिँ र आफैलाई चेन्चो चलन चाहिँ माब म्याम च्यान्चोम चाहिँ अब आखानाम समय दि आवश्यकता भयो होइन तर गाल्ला चाहिँ अब सिली च्यासचोम आतोला अब म्याम हङ बाहेक सेग्रो बाहेक आतोला चाहिँ मेत्ती च्यासचोम चलन चाहिँ म्याम खाल चाहिँ मा बक दामे गाचा दमी अब म्याम हङकिङ बेलादि चाहिँ मा बक दाचो कि मागिसुम यो दाचो मागी सोम्यो गाचा दमी मागी सोम्यो म्याम दि चाहिँ बारबुङया खालो दोङया मारी माध्यम कि पिपिमी श्राप पाती सो दाचम कम मिना रहेछ इके भनाइ विश्वास जस्तै सिली मयाना र मसिमिनु मसिचा भन्दा गाल्ला आफाम सिली मने तामे खिमा तामे म्याम द मातामे मसिमी मसिचामी सुरुपामे पछि मात्रै अब आमदके कङलहरदी राम मेम बेला चाहिँ आमदके पछि चाहिँ अरू दिम्मे तर आमद भन्दा गाल्लालाई चाहिँ सिलिमा मेमे अरूमी होइन आखाना त मार बखर्दा जस्तै मसिमी मसिचाको त अब माराउ दासो थामा अब तर मसिचा एम्बो दामी पछाडि गाल्ला चाहिँ लाम भोक्सोमा सिली माता आएमिकन त मेम चाहिँ ठिक मारेछ भन्ने कुराहरू म्याम चाहिँ मातु सोमामी माजोक सोमामी अब म्याम के
सान्थोनेर गाँचा दम्दा होइन अब मेके मिस्टेक दिम तमार खेदा जस्तो वाइसा के सिलिदी चाहिँ मिन्चा ओतामा हेदा मिन्चा के सिलिदी वाइसा ओतामा हेदा यो घचाम चाहिँ आब्बा भक्तामे ताब्बा भक्तामे गाँचा दमे होइन अब म्याम दय आखाना त मा भयो भने म्याम आखाना जम्म एक रूप दुमसोमा जम्म सिलिमोचम चलन दुइम अब जोस् यिनी प्रश्न दि अब मसिचा भन्दा गाल्ला चाहिँ अरू माध्यममा आम्दलाई भन्दा पछाडि दिमे मसिचा मसी मिला चाहिँ अरू फलो पाछ म्याम के अर्थ चाहिँ गइमी अब पिँढीलाई चाहिँ म्याम पुरै चेन्ज त पर्यो नि त नि आम्दोलाई त थाहा म्याम त अवश्य भयो अब गइ चाहिँ अब आम्लाम चाहिँ अक्षर पाप्ता भन्नुभन्दा पनि गाल्लाङ अख पाछ त मख पाछन् दासमा चेन्ते रोक्त्या त जो आयो नि त हजुर होइन अब म्याम जरुरी बखेमा अब म्याम त एकदम जरुरी कुरा हो म्याम कुरा अब नयाँ पिँढीमै च्यासङ दिम गाँचा दके कोसमामी अब होइन आखानासम्म अब गइमी मेमेङ गाँचा दके कोसमामी केही जोक्सङ च्यासङ भयो दाया होइन अब गइमी च्यान्चो आवश्यक नै भयो ए माखा त अब जस्तै अब सिली चाहिँ अब दाना मार सिलिम चाहिँ मार बुझे पाए गई सिली त दाया मेम चाहिँ मारा हो मेकेदी एम चाहिँ एकदमै गम्भीर प्रश्न खङ्नाइसिङ गुलाई चाहिँ सिली दाना त अब आम जम्मुङ सिली अर्थ बुझे पाओ एम चाहन्छ होइन एम संसारदेखि सो सिलीमा एम यति जम्मुङ सिली दङ हो तर आफा के भन्दै इके चाहिँ फरक भयो नि त हजुर हजुर होइन इके चाहिँ जस्तै भनौँ न भक्पा होइन हजुर हजुर सिङ्खे मुङ्खे दके बढी मोया नि त हजुर हजुर अब जस्तै खारते कुर्ती बेला होइन खेतीपाती सम्बन्धी के चिक बालुकबा दके मखम के चाहिँ नै नकल पाएँ नि त मका मेमसम्म आफाकै भन्दा त गई अलिक फरक भयो सिलिङ मार हो दाचुम प्रश्न दि चाहिँ अब सिली दाना चाहिँ कङ सामान्य हिसाबले चाहिँ दा हेदा कङ सङ्गीत नुङ ताल के संयोजन दि कङ अभिनय दबके जेस्टर दबके हाउभाउ मेकेदेखि म्याम सहित कङ कलात्मक तरिकामै प्रस्तुत पाचम कङ कला हो म्याम चाहिँ गक्सुमाम चाहिँ सुरुवात दिउँ त होला म्यामको सृष्टि चाहिँ गक्सु दिउँ त होला दाचुम विषय दि चाहिँ म्याम चाहिँ जब मानव सृष्टि सुरु दिउँ त म्याम पछि मुरी चाहिँ उन्नत सभ्यतादि प्रवेश पासौँ भक्ता गई जम्म पासौँ भक्ता म्याम बेला चाहिँ अब मेरो त जिज्ञासु भक्ता नि त होइन अरूभन्दा बुद्धिमत्ता धेरै थिए चाहिँ मानव जाति भक्ता म्याम पृथ्वी दि महाना अब आमचाम च्यासचोङ लाता अब एम वरिपरि मारमार बक्तामे प्रकृति मारमार बक्ता चराचुरुङ्गी जीव जनावरदेखि लिएर एम प्रकृति खोला नाला मेगेदेखि अब दबमी भोगे पाना दबके जीवनशैली मेगेदेखि मेमेङ कुरा दलाई चाहिँ आमचामी कङ मेमेङलाई चाहिँ आमचामी म्याम सिलिदी उतारे पाप्ता होला म्याम मक्सुमामी चाहिँ सुरु दिम्ता होला खङ्नाइसी मक्स जस्तै भनौँ न म्याम दा ठिकाङ दाता ने अब के र चाहिँ नि गल्लाम के पिपी दमे हिन्दीमा के दिमी पी दमे चाहिँ नि अब गल्ला त सालादी बक्तामे हो कि कोही चाहिँ नि पोखुन्दी बक्तामे होइन हजुर अब म्याम पछि मार तामतामे म्याम चाहिँ दबाईलाई काम लगाइदिने चिज चाहिँ हो पाछोको लागि गेक्सो खुसी दिउँ भन्ने अर्थमा होला होइन कङ मेरो त अब सधैँ क खाले त माध्यम या मुड त फरक फरक दिउँ रोमाञ्चित दिउँ न अवस्था दिए या त अब मुड परिवर्तन दिने बेला रमाइलो पाचोमै कङ मिना दिउँ नि त होइन मुड दिउँ नि हो मखम बेला सायद अब मखम दे उटपट्याङदेखि लिएर होइन अब हाँसी मजाक ख्याल ठट्टा मखम दङ दुमसोङ पिताना चाहिँ अब म्याम सिली दके महम बेलाङ चाहिँ सुरुवात दिनु मेमै होला नि अब त साला अकला जस्तै गल्ला गल्लामा प्यापेले ताम्मेवा हैन हजुर 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 अब मेम चाहिँ गेसु मिले पाए ताम्मेवा नि त अब आम्दा त मार बक्ता मेमेङ प्रयोग पाउँ त हैन सफा ताप्चो प्यापेले के छुट्टै सफा के छुट्टै ताम्मे नि अब मेमेङ अझ नै गर्नु न अब पालाम द पक्षमा मि मेम द के मादल खाले साउन्ड ग्लो अब पाम तामे दुङना द के आविष्कार न मक्सुमा मि अब दुमसोङ पिता अब मेमचम गर्दाखेरि जस्तै भनौँ न अब मेमेङ तालमी दको अब चिकवालु वा त सिलिमो आताम तमे लामदलाई मेमेङ द होला खास त सुरु त मोक्सङ द भन्छन् जस्तै मेरो मख खेदा अब जस्तै भनौँ सिङ्के मुङ्के त भक्पा दलाई चाहिँ र सिलिमोचको कारण चाहिँ मेमेङ होला खङ नाइसिङ नि किमार दानी गर्ने अब दलाई गुरु माने पाना खङ किमार द सम्मान पाना कि
गुरु खाल्याङ चाहिँ दाने जाम सम्मान पान भन्दा गुरु खाल्या चाहिँ जस्तो कि अब पाएन अभिनय द गखम पाचुम मार्के पाचुम दाएन आम द गखम पामे मैम द के चाल गखम ब मेम चाल द चाहिँ द अब मे नक्कल पाए मेकिङ द अब मैम द गुरु खाल्या चाहिँ देमता अनि मेमिङ त भएको गुरु दाना चाहिने चाहिँ मुरुमत्ते माधु नि तनी हजुर कोङ पशु प्राणी त दुम्ने छ भने त दुम्ने छ हैन आकेलाङ कोङ ज्ञान ब्लाख त मेमले त मान्ने पर्छ जस्तै मेमिङ गई भएनौ न अब विभिन्न किसिमके भूमे पूजा पाया हैन ओके नि तनी हजुर अब बको दके पूजा पाए मेमिङ त हने गुरु मान्ने आमदम लंगैले कोङ ब्लन पासङ ब के कुरो दिएको दाना छ भन्दा होला त सिली मोक्सङ हो कि मार मेमिङ होला सायद अब मक्सङ सुरुवात दिमता चाहिँ अब आमदलाई गुरु माने बसम हामी चाहिँ अब दिमता होला सुरु दिमता होला जस्तै सिली चाहिँ गेसो खालके दम सिली दा हदा नङ दातिन दाइ हैन अब विश्वदि दिममा एम सिली द जम्मुङ सिली हो हैन तर इके गरे चाहिँ अब इके तुमलो दि अब यिनीके जहाँसम्म प्रश्न भयो एम दाना चाहिँ बायुङ राई गरे चाहिँ रदी गरे चाहिँ गिसोडा सिली भयो दाजु खाले प्रश्न हो यिनीके मूलभूत रूपदि चाहिँ हैन अब म्यामले चाहिँ सबभन्दा गाला चाहिँ दुई खाले सिली भयो बायुङ राई गरे म्यामदि चाहिँ कङ दिमता हङ सिली मेगेदेखि कङ्गाम दिमता सेग्रो सिली हैन म्याम दाना निक्सी दुई थरी दिमता चाहिँ म्याम पछाडि चाहिँ अब हङसिलीके मिनादि युयाना चाहिँ मेकेदेखि अरू प्रकार द चाहिँ जस्तो कि मेकेदेखि म्यामदि चाहिँ हङसिलीदि चाहिँ तीन प्रकारके तासे म्यामदि कङ वाइसा सिली दिमता कङ मिन्चा सिली दिमता मेकेदेखि कङ नार्कुवा सिली दिमता जुन चाहिँ वाइसा मिन्चा मिङ भयो हैन मेकेदेखि यो म्यामदेखि यो उपसमुदायको हैन म्यामदिङ आ गई युयाना चाहिँ मेकेदेखि वाइसा सिली गरे मिनादि चाहिँ क्याटेगोरीदि चाहिँ सबैभन्दा गाला त सुम्नी सिली दिमता सेवा सिली दिमता भक्पा सिली दिमता अनि ट्याम्तेवा सिली दिमता मेकेदेखि अब केटी ल्याम्चो सिली बाबालमे सिली दामे हैन मेमे दिमता मेकेदेखि सिङ्खे सिली दामे जुनलाई चाहिँ कुरो सिली दाया हैन मेमे ब nga सिली लगायत अब आखाना बआ दाना चाहिँ लगभग 9-10वटा सिली वाइसा सिली भयो मेरो छ हङ सिली गरे मेकेदेखि मिन्चा सिली गरे महमेन 5-7वटा भयो मे अब गाल्ला धेरै बक्तामे सेम नौथा वखा जामसङ लाता हैन महाना मिन्चा सिली दि सबभन्दा गाल्ला सेवा सिली पछि अब मेकेदेखि अब ह्याङमाला सिली बादे हिक्चो सिली अनि स्वरूक्चो सिली सिन्दुर बान्चो सिली मेकेदेखि भस्मे फाड्ने पछो बिङ्खुमा फाड्ने पछो सिली लगायत के हमें 5-6वटा हारी सिली तुमसँग 6-7वटा सिली भयो मेरो छ मिन्चा सिली अनि मिन्चा न वाइसा के सिली चाहिँ र फरक दम मार्छ फरक दम बिल्कुल फरक दम दाइ वाइ सानुङ मिन्चाके सिलिदी तपाईको वाइसा सिलीके ताल अलग दिन हैन अब म्यामले चाहिँ छिटो ताल दिम बीट के हिसाब पाए त अब 4 के 4 बीट दिम तर एकदम छिटो खाले दिम हैन मेकेदेखि मिन्चाके चाहिँ एकदम ढिलो चाल दिम अब धेरै नै अन्तर दिम मैम दी अब दब के शरीर के हाव भाव दङ छुट्याइदिउँ मेकेदेखि मैम के पावर न सिलीदेखि चम पावर गन धेरै अलग मैम के अर्थ वाइसा नुङ मिन्चा अब खाना चाहिँ कोयाना वाइसा मिन्चा त अब कडङ सिली माताया हैन हजुर हजुर तर चाहिँ वाइसा र सिली चाहिँ छुट्टा छुट्टै मच तमारे छन् मैम त एकदम बिल्कुल गालाम गाचा दमी दाम हैन नाइ दाती हैन दाइ मिन्चा के सिलिदी वाइसा ओ हेदै वाइसा के सिलिदी मिन्चा ओ तामे हेदै घचामी आब्बा बक्तामे ने के गाचा दम चाहिँ टुकटुके पा बक्तामे ने दासमाम चाहिँ गाला गाचा दम नै दामे म्याम हिसाब मी चाहिँ एकदमै अलग अलग मोचौमे चाहिँ चलन रहेछ के चाहिँ सिलिङ छुट्टै
दुई थरी दुम्चोके कारण मेमे हैन मेम जंग गर्दाखेरि अब जम्ममी कठङ कङ सिली जम्ममी मया है त वही साके सिलिनुङ मिन्चाके सिली दासुम छुटेपछि आवश्यकमा भएको हो नि त हैन मेम चाहिँ फरक फरक खालके बक्ताम चाहिँ गर्दाखेरि मेम चाहिँ वही साके वही सामिङ मोचम मिन्चाके मिन्चामिङ मोचम चाहिँ चलन बक्ता नि गाला दे जस्तै एमसिली दबाखाना र कौँती वर्ष दम त अब गनि गाल्ला अब नेतृत्व पादा टुटी खेल्दी तापाती बेला हैन अब आ तल तापासिङ मानेर वक्तामा अब यिनीके विचार थी चाहिँ एम तापासी नुखी मानुखी मकाम एम चाहिँ एकदम व्यक्तिगत गुलायो लाग्दै म क्वेशन प्रश्न पान्थनी दाइमी एम द गइम द सकेसम्म प्रमोट पाचम हो है अब मुरुम चाहिँ अब अरूकै कोयाको हैन साकेला कोया त चामलिङके हैन साकेला वार्च त के अब राईके सिली चाहिँ क्या म दामेन संसारदै मुरुलाई थाहा भयो साकेला सिली हो दासम हैन तर गई चाहिँ आनै फ्लू चाहिँ अब म्याम चाहिँ कैसँग पासी माने दासम आगोला हैन जब गई म्याम टुडी खेल्दै पहिलोचोटि गइसे पान्ता हैन वाह साँच्चै रदी ददा एम दका रहेछ एम राजाकै सन्तान यलम्बरकै सन्तान ददा एम दका रहेछ दासमा हरेक रदी दम दातामे हैन अब अरू वर्चा दै भमे नि त हैन इके चामलिङ द अब नाछिरिङ द बान्तावा द भमे आम दमिङ वाह दासुमाम चाहिँ आम दमिङ गिछु तारिफ पाम्तामेन वास्तव दे गई मथम चीज ख्लुसुमाम गई बयाम ब हैन एम कुरोलाई चाहिँ एम समय दिन दाना चाहिँ सकेसम्म प्रमोट पासौँ हामी म्याम गाल्लाम गिसो वर्जित कुरा द वक्तामै हैन गाछ त बन्देज पाइजुल्ना म्याम दै सकेसम्म फुकुवा पासौँ गइमी चाहिँ म्याम चाहिँ आम मुरुमी एम चाहिँ बायुङके ड्रेस हो है दासमा आम यो कैसे पाउलाको हैन महानम म्याम इके झन् प्रमोट दुमसोङला दिल्ला हरेक मुरुम चाहिँ रदी चाहिँ खास बायुङ रदी दाना चाहिँ निकै छुट्टेको दिम्मे रहेछ निकै स्पेसल दिम्मे रहेछ दाजम कङ सन्देश लाग्यो त मेम चाहिँ जस्तै आफाके भन्दा छुट्टे दिन्छ चाहिँ के मार भयो मेम कारण चाहिँ कारण त खै मेम त मार भयो मुको दाइ मेम त अब गाछ दमी हैन कि बाम दके भन्दा जर जसी के छुट्टे भयो कि मेम द अब सरस्वती रूप तासी आदा मेमेङ भयो इके झर जसिनु इके सिलिङ अलग भयो हैन अन्य राई रदी समुदाय नु मेमचाम गर्दाखेरि मेम त एकदमै अलग तासे अलग भयो तर मेम अलग दुमजुदी चाहिँ सायद अलि बढी इन्टेलिजेन्ट वक्तामा इके पिपी द खङनाइसिङको पिपी द के कारण हो नि जुन इके झर जसी पनि दुम्छ जुन चाहिँ जुन मखम आभूषण दाना चाहिँ राज खानदान दि गाल्ला बक्ता हैन जुन चाहिँ गिसो कारिगरी मि चाहिँ गिसो पैसा गिसोमाम चाहिँ बने पापात्तामे गिसो सिप्थि हामीहरू दलाई गिसो तालिम प्राप्त मिरुलाई चाहिँ गिम्तामे अब बने पापात्तामे हेदा एम दाना चाहिँ इके पिपी दम चाहिँ खिमदिङ अनि दबमिङ दिमाग लाइ पासोमाम हैन बने पामतामे कुरा हो के महाना चाहिँ एम चाहिँ गिसो इन्टेलिजेन्ट बक्तामे गिसो वैज्ञानिक मिना थिमतामे के दिमाग थिमतामे रहेछ खन नाइसे अनि एम विषय त कनि एकदम रिमाइलो दाता नि अखानाम अनुसन्धान कर्ता दनु गयो अब सम्पर्क देउन हजुर अब के चाहिँ ने टुडी खेल्दी तापाना पछि जाम लमी दामे के पक्का राजाकै सन्तान चाहिँ गनि रहेछ भन्ने कुरो आम दमी मेम के पिया लक्ष्मी हजुर हजुर मेम कुरो चाहिँ प्रभाव पाउम भयो के हजुर अब म्याम गइमिङ दासङ गक्छम कुरा त होइन अरुम दामेन म्याम जस प्राउड फिल दिन जस गइला अब गुकी चाहिँ हो है गनि त मा सुई अरुम माराइमा गुकी चाहिँ पक्का राजाकै सन्तान चाहिँ गुकी हो दासङ गङ चाहिँ म्याम चाहिँ मारिमा तासे हैन तर अरुम दामेमे भयो म्याम कुरा एकदमै एमए त्रिभुवन युनिभर्सिटी के कल्चर र मिनादी चाहिँ पीएचडी के सिलसिला थी धेरै वर्ष न घुम्ने दम त हजुर कति एम विषय दी चाहिँ वो कौमे कति कार्यपत्र गोष्ठी प्रस्तुत पातम वक्त हजुर महाना में कति बजा प्रोफेसर दमिया दाता में के मेम चाहिँ पक्का र रदी राजा दाना चाहिँ यलम्बरका सन्तान गनि रहेछ दाता में गर्व लाग्दो कुरा पियालक चाहिँ पासिनु खिमानु दाता औ पिचार पात लाना पछि त हैन पासिने भन्दा पछि जम्मा खुसी दिउँ त कने फोटो खिचे पाउँ त वक्त हो म्याम पासिएन माराइदिउमै होइन के म्याम पासिएन पासिमेन हैन
म्याम यदि दुईमा त अब म्याम अरू सुकेङ म्याम खालमा त इके मात्रै दुम्छौँ कुनै रिजनै माबो होइन आहाना समय म्याम दुईमै माबो म्याम कहीँ कतै मुखसम्म खालो दोक्ता मैंने मुरु ब्याक्ता मैंने दाचम कहीँ कतै मुरु दके मिना चाहिँ भयो होइन तर म्याम त मुरु त काल रासमा मुरु दैनिक ब्याङ म्याम हुन्छ होइन म्याम त जम्म इके झर जसी खुत्तामेको ब्याक्तामे हो र मानि होइन मैंने के प्रचार प्रसार दुमला दासमा गए मैम मैम हेपे पासमा मे अब चाहिँ मैम अब मारी माध्यमला दासमा भन्ने होइन एम कुरो चाहिँ क्लोइसमा हान्ने रिमा कुरो भन्ने मात्रै हो हाना एकदम सही कुरा दादा नि गनी म्याम हेपे पासमा मिङ म्याम गाछ दकेङ कुरा लते पासमा चाहिँ गई म्यामे अब धेरै रूपदी अब दबके विचार त मुखसम्म गिचो के मुखसम्म प्रस्तुत हुम चाहिँ ठिक तमा होइन तर गिससम्म पाचौँ होइन गिसो पाएन चाहिँ दबलाई यो इके समुदायलाई यो टियो झङ होइन दबके प्रचार प्रसार नुङ पब्लिसिटी दान त हानाम समयको लागि त माग हो नि त म्याम दा म्यामसँग गर्दाखेरि कङ हदसम्म चाहिँ गइमी खुले दुम्छौँ म्याम दाचौँ मिना चाहिँ अनि आमदके सुझाव मार्बो खा त एमदी चाहिँ पिएचडी पनि खतन नि रहेछ भन्ने कुरो हो हजुर म्याम त ठुलो विषय रहेछ नि त मको पिएचडी भन्ने कुरा त म्याम त ठुलो मूल्य कुर्ताम रहेछ नि त मको मखम रहेछ जस्तै अब सिली महिना सबभन्दा सुरु चाहिँ गेम सिली लाङ पुऱ्याउँछ त हङ सिली पाएन चाहिँ अब हङ पाएन सिली म चाहिँ हङ पाएन हो अब महाना चाहिँ सबैभन्दा गाल्ला चाहिँ सेवा सिलीदेखि सुरु दिउँ होइन तर वाइसा सिली जति गिसोड वडा भयो हामी म्याम दके आनी मुदान हाले चाहिँ सुम्नी सिली हो फेरि प्रत्येक सिली पाएन गाल्ला सुम्नी सिली पाचौँ म्यामसँग गर्दाखेरि फर्स्ट दि चाहिँ सुम्नी सिली मेकेदेखि सेवा सिली पाचौँ अनि सुम्निनु सेवा सिली के चाहिँ मारो म्याम के अर्थ चाहिँ अर्थ त अब सेवा दाना चाहिँ के पिपी दलाई सारी दलाई म्याम दाना अब कङ सेवा चन्छमिम आम दलाई चाहिँ प्रणाम ढोके पाना द अन्त के सिलाखा जुल म्याम दिम त खुसी दिम मेला दासम हामी अब सुम्नी दा मेकिङ द अब कङ कि मुन्दुम नुङ सम्बन्धित भयो होला सुम्नी दा अलग एक जस्ता भन्ने कुराहरु जोसिया कुराहरु चाहिँ नि मेम चाहिँ पर्यो नि त भन्ने कुराहरु होला अर्थहरु चाहिँ कति अब जस्तै मेम पछाडी अब प्याङ याना चाहिँ गेम सिलीमा प्याङ याना चाहिँ अब हङ के सब हङ सिली भरिङ अब जम्म गिसो मय हामी वाइसा सिली मिन्चा सिली जम्म मया को हङ अब समापन दुम चाहिँ यस्ताम बेला चाहिँ अब सिलिङ जम्म के अन्तिम दि चाहिँ नारकुवा सिली पासम हामी चाहिँ वाइसा मिन्चा जम्म मिले दमसम हामी चाहिँ समापन दिम दाइ नारकुवा सिली के चाहिँ मारङ मया मलाई म्याम दि चाहिँ अब नारकुवा सिली चाहिँ अब म्याम चाहिँ सबैभन्दा मेन कुरा चाहिँ म्याम दि तासिया चाहिँ अब कङ प्याक चोमे दिउँ त होइन मेकेदेखि अब म्याम के अर्थ चाहिँ चाहिँ गहिरै भयो रहेछ होइन अब म्याम चाहिँ अब गिसो सिलिम मनताएन घु खुलिमी अरू थि तामी होला मेकेदेखि अब मेके ठेलाम ठेल मारा दिउँ त होला होइन अब गाँचा देखि लिएर अब मिन्चा द सामा द दिम्मे होइन अब आम द नुङ अब म्याम खाले दिउँ त होला म्याम के लागि चाहिँ अब म्यामको छेमाया छैन अब गई गिसो मिना दिउँ त है मारी मापामा अब इके मिना चाहिँ कङ निवा देउला ते देउला दासमाम चाहिँ अब म्याम अन्तिम कङ समापन एकदम म्याम चाहिँ मिले पानाय होला गाछ त मक्सम हामी म्याम पछि अब जी अन्दियाना द म्याम जी अञ्चम हजुर म्याम के अर्थ चाहिँ मेकिङ जी अञ्चम दामे म्याम चाहिँ जम्म सह चाहिँ खुम्सेको चाहिँ अब अरूलाई माला खिम गरे होला दासमाम चाहिँ मेकेदेखि आतरेङ खिम त नियमा दे सम्बन्ध जीको माउन सेवा हैन जम्मा के त न्याज तुच पर्यो नि त म हजुर 200 गदरीमा देम हजुर रिमा जे बादेम खिम गरे अनसङ मेकेदेखि तल तरे अनसम्म म्याम चाहिँ एन्डिङ पामे मक्सिमम आज त अब हैन देम त अब इकति भनौं न गई अब सिलीके बारे लो पान्ता जस्तै र सिलिती चाहिँ गइमे जरा जसी द पासिया हैन हजुर
नदा अब एम बाइङ दोके जर जसी के नाय लोय दुमता पिया लक्छ के बारी लोय दुमता ना मेम चाहिँ ने गई पासिने तायाना अखाना सामान गई ब्लन पाने झाप्ताना गनी गईले गेसो के गर्व लाग्यो त मलाई अब एम चाहिँ दाइ होइन सबैभन्दा गाल्ला कुरो त बायुङ राई दिमनादिङ सबैभन्दा मुलो गर्वकै कुरा दिम त होइन मेकेदेखि दबके अब एम झर जसी मेकेदेखि दबके संस्कार संस्कृति द मेकेदेखि दबके पातिमरी द कोयाना मेकेदेखि दब अङ्याम अब एम इके भाषा हानासम्म बचेदिम दि अब म्याम त अब असीमित भयो म्याम गर्व लागे तुमचुम विषय त ngoलो भयो होइन अब वाखाङ जामसुङ लाचम मिना दिता तासे हाना जम्म भाषा द मेकेदेखि दबके संस्कार संस्कृति मृदम चाहिँ चासो चाहिँ मिति गिचम हाना मिनमा अब होइन लहर चाहिँ म्याम खाले अन्य मिनादी चाहिँ सिप दुमचुम खाले अरू के चलन चल्ती दलाई चाहिँ अङ्गाली पचम महम तायन दब अब नाचाकिङ एमेङ झर झर पहिचान दि एम त पहिचान रहेछ दासम जस्तै भने टुटी खेल त्यसैले मनन थाहा दु मर्ता नि हामी झर जसे पासे नसी हम त बाहिङ गदा होदा हामीको जम्म प्रो एकदम गर्व लाग्छ दाइ अब गई अन्तिम दर्शक भयो हैन हजुर अब धेरै चाहिँ नि अब मिनाइ पान्ता अब गनी चाहिँ नि लासो लासौं श्रोता दलाई हजुर मारे दाच बखि निकति छोटो के सिलिके बारे दि अब अन्तिम दि चाहिँ जम्म दर्शक दलाई सेवा भयो अब गो अब धेरै जोङ्नादा माबो कि अब इन्सी दबम नाच दनु हिलो इसी पासो दबम के अनुभव त ताना द अब म्याम देखि गु आना नाचनु भक्तिना के गल्ती द दिमता मार्खे त अब म्याम दि क्षमा याचना चाहन्छु मेकेदेखि अब दब संस्कार संस्कृतिलाई माया गरौँ अब मेन कुरा दान अब दबके भन्दायो त अब भन्दा पछाडि पिँढी दलाई चाहिँ दबके भाषा संस्कृति बारे चाहिँ सिकाउनु चाहिँ सबैभन्दा ठुलो कर्तव्य हो के अनि अब यिनीके चाहिँ व्यस्त बक्समा समय गिन्छ नि मेमके लागि चाहिँ को कार्यक्रम पुस्तक तर्फलाङ गर्नेलाई अनि मुखला दासौँ अब फेरि आफा कार्यक्रम दिए गरुम्या दासौँ गर्नेलाई चाहिँ अब बिदा पासौँ बनानी अब ओके कार्यक्रम चाहिँ नि अब रूपता मेमचम गर्दा गर्ने खाने र चाहिँ कार्यक्रम कोसिङ पनि होला इन्टरनेट टेलिभिजन आइटिभी नेपाल दि र एकेदी चाहिँ नि कार्यक्रम दि मामार चाहिँ ग्लो र बखदा यिनीके सल्लाह सुझाव गिचोके लागि र इन्जिनियर र के इन्जिनियर्स र टेलिभिजन @gmail.com दियो मिन पनि सामने र गनीगला व्यस्त पनि होला काम दि र गनी चाहिँ नि फुर्सद के समय दि खोजेकोलाई इन्जिनियर्स र युट्युब च्यानल दि कोने सामने र मेमचम गर्दाखेरि एम कार्यक्रम कोसमा यिनीके सल्लाह सुझाव चाहिँ र गिनी दासमा दासों को आनाम एम कार्यक्रम दि चाहिँ बिदा देउंगा अनि मुखला